हेलो सबैजनालाई, आज चाहिँ हामी मिलेर आइलाइनरको चाहिँ विङ्स क्रिएट गरौँ है त। विङ्स क्रिएट गर्नुभन्दा अगाडि चाहिँ यति नढाटिकन भन्नु त, एउटा आँखामा चाहिँ आइलाइनर बनाउनु भयो भने अर्को आँखामा त्यही सेपको आइलाइनर बनाउन चाहिँ तपाईहरुलाई कति मिनेट लाग्छ? मलाई त पहिला चाहिँ मलाई 10-15 मिनेट मजाले लाग्थ्यो, किनभने एउटा मैले पातलो बनाएँ भने अर्को बाक्लो भइदिने, अर्को सानो ठिक्कको मिल्यो भने अर्को लाम्चो भइदिने, के नमिला भएर मलाई 10-15 मिनेट त मजाले लाग्थ्यो। तर अहिले मसँग एउटा ट्रिक छ जसले गर्दा मलाई विथिन अ मिनेटमा चाहिँ मैले दुई साइडमा नै इक्वल आइलाइनर चाहिँ क्रिएट गर्न सक्छु। तपाईहरुलाई चाहिँ आज म यो भिडियोमा चाहिँ मैले कसरी आइलाइनर लगाउँछु भनेर एउटा सजिलो ट्रिक दिन्छु हैन। आई होप दिस भिडियो विल हेल्प यु गाइज। अब यति भन्दैमा चाहिँ अब हामी आइलाइनर लगाउनतिर लागौं। त्यसको लागि चाहिन्छ हामीलाई आइलाइनर। मसँग चाहिँ दुईटा आइलाइनर छ। एउटा हो लाइन टु 5 भन्ने वाला जुन चाहिँ मैले एकदम धेरै युज गरिसके अनि आई थिंक दिस इज वान अफ माई फेभरेट पनि हो। अनि अर्को चाहिँ मसँग छ एमको ब्युटीको, यो चाहिँ रिसेन्टली नै युज गरेको 6 मन्थ जस्तो भयो कि रिसेन्टली भन्नु 6 मन्थ भयो। अनि आज चाहिँ म तपाईहरुलाई यसबाट नै मैले चाहिँ कसरी आइलाइनरको विङ्स क्रिएट गर्छु भनेर देखाउन जाँदैछु। अब एउटा आइलाइनर अलरेडी लिइसके अनि आफ्नो अगाडि सिधा मिरर रेडी बनाएर राख्ने र त्यसपछिको काम भनेको जुन यो हाम्रो दुईटा आइलिड आई छ नि, यो आईको कर्नर छ नि, यो कर्नरमा एउटा कालो थोपा दिने जसले गर्दा तपाईलाई थाहा हुन्छ कि त्यहाँबाट लाइनर तान्ने भनेर। अब यहाँबाट चाहिँ सिधा आइब्रो हाम्रो यहाँ माथि टिप्छ नि, त्यसपट्टि चाहिँ सिधा यसरी लाइन तान्ने। लाइन तान्दा चाहिँ मधुरो ताने पनि प्रब्लम हुँदैन किनभने पछि हामीले डार्क बनाउन मिलिहाल्छ। यतिको लाइन बनाइसकेपछि चाहिँ अब के गर्ने भन्दाखेरि यो जुन लाइन बनाएको पार्ट छ नि, यो पार्ट भन्दा अलिकति माथि गएर एउटा ट्रायंगल बनाउने जुन यो तल आउँछ नि त्यसमा। मैले चाहिँ थोरै फिक्का लाइन मात्रै लिएको छु किनभने मलाई एक्चुअली मिस्टेक भयो भने मेक्न गाह्रो लाग्छ, त्यही भएर यसरी ट्रायंगल बनाइदिने। अनि अघिनको मेरो लाइन गाढा फिक्का भएको छ नि, त्यसलाई म अलिकति डार्क बनाइदिन्छु। लाइन क्रिएट भयो। अब यसलाई म फिल अप गरिदिन्छु। हेर्नुस् त कति सजिलो तरिकाले हाम्रो आइलाइनरको विङ्स क्रिएट भयो। यति भइसकेपछि अब मलाई चाहिँ प्रायःजसो चाहिँ यहीँबाट नै आइलाइनर मनपर्छ। यदि तपाईहरुलाई चाहिँ अगाडिसम्म पनि आइलाइनर लाउन मन छ भने चाहिँ एकदम पातलो टिप लिएर यहाँबाट यस्तो गर्दै जानु होला। मलाई चाहिँ धेरै अगाडिसम्म गएको मन पर्दैन, त्यही भएर मैले चाहिँ यहीँबाट नै इन्डिङ गर्छु। मलाई चाहिँ यति मात्र मन पर्छ। यदि तपाईहरुलाई चाहिँ यहाँभन्दा पनि अगाडि लान मन छ भने चाहिँ यु क्यान डु इट हैन। यति भइसकेपछि हेर्नु त एउटा आँखाको विङ्स त बन्यो। अब अर्को आँखामा बनाउनु पर्छ। यो आँखामा विङ्स क्रिएट गरे जस्तै अर्को आँखामा पनि विङ्स क्रिएट गरौँ है त। दुईटै आँखामा चाहिँ मैले आइलाइनर लगाइसके। अब यसपछिको काम भनेको चाहिँ हामीले सुनमा सुगन्ध छर्ने काम हो। सुनमा सुगन्ध छर्ने काम चाहिँ कसले गर्छ भन्दा यो आइलाइनर हैन, यो काजलले गर्छ। यो काजल चाहिँ मलाई एकजना दिदीले गिफ्ट दिनुभएको हो अनि आई रियली लभ दिस वान हैन। अहिलेसम्म मेरो चलिरहेको छ, मैले अझसम्म कुनै काजल किनेको नि छैन यसपछि। अब चाहिँ म तल आँखामा काजल लाउन जाँदैछु। हेर्नु त गाजल लगाएको आँखा र गाजल नलगाएको आँखामा डिफरेन्स देख्नुभयो नि। अब यसरी नै अर्को आँखामा पनि गाजल लाउँछु म। मलाई चाहिँ आँखामा एकदम छिटो आँसु आउँछ कि धेरै बेर हेर्नै सक्दिनँ, त्यही पनि यो गाजल नलगाइकन म बस्न पनि सक्दिनँ। त्यसपछि मलाई अलिकति आँखा मैले धेरै नै चिम्ले जस्तो फिल भयो मलाई। कस्तो राम्रो देखियो नि दुईटै आँखा। हेर्नु त मलाई चाहिँ यो लुक एकदम मन पर्छ।
यहाँनिर दुईटा गाजलले एउटा गाजल र एउटा आइलाइनरले मेरो आँखामा जादु गरिसक्यो। अब जादु गरौँ नेपाल हो तपाईँहरूको। अनि अन्टिल नेक्स्ट भिडियो नआउन्जेलसम्मलाई चाहिँ बाई बाई।